सामाजिक अध्ययनको एन्सर लेख्न नआउने अनि एक्जाममा जहिले झुर मार्क्स ल्याउने तपाईको साथीलाई यो रिल शेयर गरिदिइहाल्नुहोस् है त। सामाजिक अध्ययनलाई सजिलो बनाउने स्टोरी एक्जो शेयर गर्दैछौँ। राम्रो एन्सर लेखेर राम्रो मार्क्स लिएर आउन सुरुमा त कन्सेप्ट नै राम्रोसँग बुझ्नुपर्ने हुन्छ। सामाजिक अध्ययनको कन्सेप्टहरू राम्रोसँग बुझ्नलाई मेरो शिक्षाको वाच सेक्सनमा भएको यस्तो भिडियोहरू हेर्न सकिन्छ। अर्थमन्त्रीले के गर्छ, बजेट लिएर व्यवस्थापिकामा जान्छ र व्यवस्थापिकाले त्यसलाई के गर्नुपर्छ, पारित गर्नुपर्छ र यसलाई सरल भाषामा बाँकी भिडियो चाहिँ मेरो शिक्षा प्लेटफर्ममै हेर्नु होला है त। यो सँगै तपाईले स्टडी सेक्सनमा हरेक च्याप्टरको नोट्स पनि पाउनुहुन्छ र प्र्याक्टिस सेक्सनमा भएको क्विजेस, कस्टम प्र्याक्टिस र पास पेपर प्र्याक्टिसका साथ पढेको कुरा प्र्याक्टिस गरी आफूलाई सेल्फ इभ्यालुएट पनि गर्न सक्नुहुन्छ। अझै क्लास 10 को स्टुडेन्टले त सामाजिक अध्ययन टक्ष्य मेन्सन भएको सब्जेक्ट सेलेक्ट गरेर वाच सेक्सनमा जानुभयो भने एसीमा आउने मोडल क्वेसन्स र ती क्वेसनहरूलाई प्रपरली एन्सर गर्ने टेक्निक पनि भिडियो हेर्दै सिक्न सक्नुहुन्छ। त्यसैले सामाजिक अध्ययनमा स्ट्रगल गरिराख्नु भएको छ भने आजै मेरो शिक्षा लर्निङ प्लेटफर्ममा जोइन गरिहाल्नुहोस्। त्यसपछि त एक्जाममा दामी मार्क्स लिएर आउन तपाईलाई केहीले पनि रोक्न सक्दैन।